तपाईहरुले आफ्नो एक्सरसाइजहरु चाहिँ फास्ट एक्जिक्युट गर्नुभयो भने चाहिँ त्यो चाहिँ स्ट्रेन्थको लागि हुन्छ। धेरै रेपहरु गर्नुभयो, धेरै टाइमसँग फास्ट गर्नुभयो भने चाहिँ त्यो चाहिँ इन्ड्युरेन्सको लागि हुन्छ। अनि त्यसपछि तपाईहरुले आफ्नो सेटहरुको रेप्सहरु चाहिँ एकदम स्लो एन्ड कन्ट्रोल गर्नुभयो भने चाहिँ त्यो चाहिँ हाइपरट्रोफीको लागि हुन्छ। आजको भिडियोमा चाहिँ म ट्रेन गर्नेवाला छु आफ्नो ट्राइसेप, फोरआर्म र रियर डेडलाई। यो तीनटा बडी पार्ट चाहिँ मेरो बडीमा चाहिँ एकदम वीक भएको मसल ग्रुप हो हैन। सो त्यसैले आज चाहिँ म यही तीनटा बडी पार्टलाई एउटै दिनमा ट्रेन गर्न गइरहेको छु। हेलो एन्ड नमस्ते एभ्रीवन, वेलकम टु अ ब्रान्ड न्यू एपिसोड अफ होम वर्कआउट सिरिज। फेरि पनि म आइसकेको छु एउटा नयाँ भिडियो लिएर र आजको भिडियोमा चाहिँ तपाईहरुले मलाई घरमै वर्कआउट गरेको हेर्न पाउनुहुन्छ। त मेरो प्रिभियस भिडियोमा चाहिँ मैले बाहिरको वर्कआउटहरुको अथवा फिटनेस च्यालेन्जहरुको भिडियो हालेको थिएँ हैन। त्यो चाहिँ किन भन्दा चाहिँ सधैँ घरमै वर्कआउट गरेर बसिराख्नु भन्दा चाहिँ कहिलेकाहीँ बाहिर गयो भने पनि माइन्ड फ्रेश हुन्छ, साथीहरुसँग फिटनेस च्यालेन्ज गर्दा भनेर त्यो भिडियोहरु हालेको थिएँ हैन। सो त्यो भिडियो चाहिँ तपाईहरुले हेर्नुभएको छ कि भएन, त्यो भिडियो चाहिँ एकदम रमाइलो छ हैन। तपाईहरु गएर चेक गर्न सक्नुहुन्छ च्यानलमा। पहिलाको पाली चाहिँ अब बाहिर गएर अलिकति एक्सरसाइजहरु गर्यो, त्यो गर्दा पनि एकदम मजा आउँछ। र राइट नाउ अब चाहिँ म ब्याक भइसकेको छु आफ्नो होम वर्कआउट सिरिजमा हैन। र आज चाहिँ म ट्रेन गर्नेवाला छु आफ्नो ट्राइसेप, फोरआर्म र रियर डेड। यो तीनटा मसल ग्रुप चाहिँ मेरो बडीमा चाहिँ सबैभन्दा वीक मसल ग्रुपहरु हो हैन। तपाईहरु देख्न सक्नुहुन्छ मेरो ट्राइसेप पनि एकदम वीक छ, मेरो फोरआर्म पनि वीक छ, अनि यहाँ रियर डेडको पार्ट पनि एकदम वीक छ हैन। सो त्यसै कारणले आज चाहिँ म यो तीनटै मसल ग्रुपलाई फोकस गरेर एकै दिनमा ट्रेन गर्न गइरहेको छु। र ट्रेन गर्नको लागि चाहिँ मसँग छ मेरो सबै सामानहरु हैन, डम्बेल र पछाडी मेरो स्मल होम जिमको पनि सेटअप त्यही छँदैछ हैन। सो अब चाहिँ हामी आफ्नो एक्सरसाइज सुरु गर्नेवाला छौं र मेरो एक्सरसाइजको सुरुवात हुन्छ ट्राइसेपबाट। सो यसरी चाहिँ आजको वर्कआउट प्लान रेडी भइसकेको छ। अब चाहिँ मैले आफ्नो ट्राइसेप, फोरआर्म र रियर डेडको लागि कुन एक्सरसाइजहरु गर्छु त्यो हेर्नको लागि चाहिँ भिडियोलाई पुरा हेर्नुस् है त। ओके गाइज, मेरो ट्राइसेपको लागि फर्स्ट एक्सरसाइज चाहिँ म यो डम्बलले गर्नेवाला छु र यो एक्सरसाइज चाहिँ हो सिंगल ह्यान्ड ओभरहेड एक्सटेन्सन हैन। सो यसरी चाहिँ तपाईले डम्बेललाई आफ्नो हेडको माथि एक्सटेन्ड गरेर गर्ने एक्सरसाइजलाई भन्छ सिंगल ह्यान्ड ओभरहेड एक्सटेन्सन। सो यो एक्सरसाइजको चाहिँ हामी टोटलमा गर्नेवाला छौं 3 सेट। अब चाहिँ लाग्यौं हामी आफ्नो फर्स्ट सेट तर्फ र फर्स्ट सेट चाहिँ हुन्छ 10 रेप्स है त। लेट्स गो। 1 2 3 4 5 6 7 8 9 10। अब पाली लेफ्ट ह्यान्ड को। लेट्स गो फर द 10 reps। 1 2 3 4 5 6 7 8 9 10। सो दुईटा हातको फर्स्ट सेट चाहिँ कम्प्लिट भइसकेको छ। अब चाहिँ म गर्नेवाला छु सेकेन्ड सेट। र यसरी गर्दा चाहिँ हामीले खासै रेस्ट लिने जरुरत छैन हैन, किनभने अब यताको ट्रेन गर्दा चाहिँ यताको हातले रेस्ट पाइरहेको हुन्छ, यताको ट्रेन गर्दा चाहिँ यताको हातले रेस्ट पाइरहेको हुन्छ। सो यसरी चाहिँ यो एक्सरसाइज गर्दा चाहिँ तपाई र्यापिडली आफ्नो सेटहरु चाहिँ गर्दै जाँदा पनि केही फरक पर्दैन। सो अब चाहिँ म यताको लागि गर्नेवाला छु 12 रेप्स है त। लेट्स गो। 1 2 3 4 5 6 7 8 9 10 11 12। सो भर्खर एक्सरसाइज चाहिँ सुरु हुँदै गइरहेको छ, बिस्तारै मजा आइरहेको छ अनि मसलहरु फिल हुन स्टार्ट भइरहेको छ। अहिले चाहिँ अब एकदम गर्मी सुरु भइसकेको छ हैन हाम्रोतिर, अनि त्यसपछि गाह्रो हुन्छ, पसिना आउँछ हैन, घाम पनि डेन्जर गर्मी हुन्छ कि अब एकछिनपछि चाहिँ पोल्नै थाल्छ हैन। सो अहिले फेरि बिहानै वर्कआउट गरौँ भने पनि बिहान हल्का काम हुन्छ, अनि त्यही कारणले चाहिँ बिहान वर्कआउट गर्नु पाएको छैन। तर आज चाहिँ हैन यार, लास्टै भयो, हान्दिनु पर्यो, जे पनि होस् भनेर हान्दिरहेको छु अलिकति शीतलमा बसेर। तपाईहरुकोतिर चाहिँ कतिको गर्मी छ भिडियोमा कमेन्ट गर्न नबिर्सिनु होला हैन। सो अब चाहिँ म आफ्नो लेफ्ट ह्यान्डको सेकेन्ड सेट तर्फ लाग्छु 12 रेप्स। लेट्स गो। 1 2 3 4 5 6
7 8 9 10 11 12 सो पहिलाको पालि पनि मैले एकचोटि चाहिँ यसरी नै यही डम्बलले एक्सर्साइज गरेको थिएँ हैन अनि त्यति बेला चाहिँ एकदम हेभी नै भयो तर त्यति बेला प्रपरली ट्रेन गरेँ नि त यो डम्बलले सो त्यही भएर चाहिँ अहिले त्यसको रिजल्टमा चाहिँ अहिले चाहिँ यो अलिकति लाइट फिल भएको जस्तो भइरहेको छ कि मलाई सो यस्तो हुन्छ एक्सर्साइज गर्दा तपाईहरुले फर्स्ट टाइममा चाहिँ जुन वेटले स्ट्रगल गरिराख्नु भएको छ त्यो वेटलाई चाहिँ राम्रोसँग ट्रेनिङ गर्नुभयो भने चाहिँ नेक्स्ट टाइम चाहिँ तपाईको मसल त्यो वेटलाई चाहिँ सजिलोसँग ह्यान्डल गर्ने गरेर स्ट्रङ भइसकेको हुन्छ हैन सो त्यही सेम कुरा चाहिँ अहिले मैले पनि एक्सपिरियन्स गरिरहेको छु अब चाहिँ लेट्स गो फर द 18 reps एन्ड राइट ह्यान्ड साइड यो चाहिँ अलिकति गाह्रो हुन सक्छ हैन 1 2 3 4 5 6 7 8 9 10 11 12 last 6 13 14 15 16 अब चाहिँ गाह्रो भयो 17 18 वल्ल लास्ट साइडमा चाहिँ गाह्रो भएर यो लेफ्ट ह्यान्डले चाहिँ अलिअलि सपोर्ट गर्नुपर्ने स्थिति चाहिँ आयो हैन त ओके गाइज नाउ टाइम फर द लेफ्ट ह्यान्ड साइड लेट्स गो है त 18 reps 1 2 3 4 5 6 7 8 9 10 11 12 it will be 13 14 15 16 17 18 हाम्रो ट्राइसेपको लागि फर्स्ट एक्सर्साइजको चाहिँ अल सेट कम्प्लिट भइसकेको छ हैन सो यसरी चाहिँ मैले आफ्नो ट्राइसेपको लागि फर्स्ट एक्सर्साइज कम्प्लिट गरिसकेको छु अब चाहिँ म फेरि पनि ट्राइसेपको लागि अर्को एउटा एक्सर्साइज गर्न गइरहेको छु यो एक्सर्साइज गर्नको लागि चाहिँ हामीलाई अलिकति ठुलो र अलिकति हेभी डम्बेलको जरुरत हुन्छ र त्यो डम्बेलको लागि चाहिँ म यो युज गर्नेवाला छु मैले आफ्नो फर्स्ट एक्सर्साइज चाहिँ यसरी सिंगल ह्यान्डले गरे अबको एक्सर्साइज चाहिँ डबल ह्यान्डले नै यसरी गर्नेवाला छु आफ्नो ट्राइसेपको लागि अब गरौँ हाम्रो सेकेन्ड एक्सर्साइज यो एक्सर्साइजको नाम चाहिँ डम्बल ओभरहेड ट्राइसेप एक्सटेन्सन हो तपाईहरुले एक्सर्साइजको नाम चाहिँ आफ्नै तरिकाले बनाउन सक्नुहुन्छ हैन त्यो खासै कुरा इफेक्ट गर्दैन त्यसले हैन अब तपाईले डम्बेलले गर्दै हुनुहुन्छ भने डम्बेल ट्राइसेप एक्सटेन्सन त्यसो भनेर हो हैन सो त्यसमा चाहिँ खासै फरक पर्दैन मेन भनेको चाहिँ एक्सर्साइज हो एक्सर्साइजको फर्म हो एक्सर्साइजको पोस्चर हो के हैन सो त्यो हो अब चाहिँ हामी गर्छौं हाम्रो फर्स्ट सेट र फर्स्ट सेटमा चाहिँ गर्नेवाला छु म 12 reps लेट्स गो है त गाइस Let's go for the 12 reps. 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12. अब पाली हाम्रो सेकेन्ड सेटको लेट्स गो फर द 14 reps अब चाहिँ पछाडीबाट देखाउँछु अनि अगाडिबाट चाहिँ आँखामा घाम पनि पर्यो के सो लेट्स गो फर द 14 reps है त 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 सो सेकेन्ड सेट पनि कम्प्लिट भइसकेको छ हैन
तपाईहरु देख्न सक्नुहुन्छ। सो यदि तपाईहरुलाई पनि फिटनेस अनि एक्सरसाइजहरुमा इन्ट्रेस्ट छ भने चाहिँ अलिअलि नलेज र एक्सपिरियन्स चाहिँ चारैतिर बटुलेर अनि आफैले मजासँग वर्कआउटहरु गर्न सक्नुहुन्छ। आफैले पनि आफ्नो फिटनेसको लेभललाई अलिकति बढाउन सक्नुहुन्छ कि। अनि यो फिटनेसमा चाहिँ अर्को मेन कुरा चाहिँ के हो भन्दा चाहिँ तपाईले जति एक्सरसाइजहरु गर्दै गयो तपाई त्यति बेटर हुँदै जानुहुन्छ कि। अनि तपाईले आफै पनि एक्सपेरिमेन्टहरु गर्ने, कुन एक्सरसाइज कसरी गर्दा कुन मसललाई राम्रोसँग फिल भएको छ यस्तो कुराहरु बुझ्दै जाँदा चाहिँ पछि तपाई पनि एकदम एक्सपिरियन्स भइसक्नुहुन्छ त्यसमा हैन। अनि त्यसपछि चाहिँ तपाईहरुले आफ्नो एक्सरसाइज चाहिँ आरामसँग गर्न सक्नुहुन्छ। ओके, अब कुरा चाहिँ भयो। अब चाहिँ हामी गर्नेवाला छौं आफ्नो लास्ट सेट। लास्ट सेटमा हुन्छ 18 रेप्स। लेट्स गो है त गाइस। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 सो मैले सुरुमा भनेको जस्तै ट्राइसेपको लागि दुईटा एक्सरसाइज चाहिँ कम्प्लिट भइसकेको छ र ट्राइसेपको लागि चाहिँ अब यति नै हो। ट्राइसेपको लागि सकिसकेको छ हैन। सो ट्राइसेप चाहिँ हाम्रो एउटा स्मल मसल ग्रुप हो। त्यसलाई चाहिँ धेरै एक्सरसाइज र धेरै हेभी वेट चाहिँ गर्ने हैन के। अलिकति नलेजेबल कुरा गर्दा चाहिँ हैन, ट्राइसेप चाहिँ हाम्रो स्मल मसल ग्रुप हो। त्यसको लागि चाहिँ लेस वेट र मोर रेप्स गरे भने इनफ हुन्छ र धेरै सेटहरु पनि गर्न पर्दैन। दुई तीनटा एक्सरसाइज गरे पनि मोर देन इनफ हुन्छ। र आजको ट्राइसेपको एक्सरसाइज चाहिँ अब यही सकियो। तपाईहरु देख्न सक्नुहुन्छ मैले आफ्नो ट्राइसेपको लागि चाहिँ दुईटा एक्सरसाइजहरु यो डम्बेलहरु युज गरेर गरे हैन। तर यस्तो डम्बेल चाहिँ सबैसँग हुँदैन। सो त्यसै कारणले यदि तपाईहरुसँग यस्तो डम्बेल छैन भने चाहिँ तपाईहरुले अर्को यो एक्सरसाइज गर्न सक्नुहुन्छ हैन। यो एक्सरसाइज गर्नको लागि चाहिँ के चाहिन्न, तपाईहरुलाई सिम्पल यस्तो गारो अथवा के भन्छ यसलाई, यो भित्तामा चाहिँ तपाईहरुले यसरी आफ्नो आर्म्सहरुलाई यसरी प्लेस गरेर यो चाहिँ यसको हाइट चाहिँ अझै लो भयो पनि हुन्छ, यतिको भयो पनि हुन्छ हैन। सो यसरी तपाईहरुले चाहिँ तल जाने माथि आउने, तल जाने माथि आउने, यसरी अप डाउन अप डाउन अप, यसरी चाहिँ तपाईहरुले आफ्नो ट्राइसेपलाई मजासँग ट्रेन गर्न सक्नुहुन्छ है त। ओके गाइज, हाम्रो ट्राइसेपको लागि चाहिँ एक्सरसाइज चाहिँ सकियो हैन। सो अब चाहिँ म आफ्नो ट्रेन गर्नेवाला छु फोरआर्मलाई। र फोरआर्म गर्नको लागि पनि म डम्बेलहरु युज गर्नेवाला छु। र डम्बेल चाहिँ म यो दुईटा सानो सानो युज गर्नेवाला छु हैन। र यो एक्सरसाइज चाहिँ मैले कसरी गर्छु भन्दा यसरी डम्बेलहरु चाहिँ यो पोजिसनमा लिएर अनि त्यसलाई चाहिँ यहाँनिर लिएर आए। त्यसपछि मैले डम्बेललाई के गर्दिन्छु भने यसरी ट्विस्ट गर्दिन्छु। सो यो पोजिसनमा आउँदा चाहिँ हाम्रो यो फोरआर्मको जुन यो मसल छ यसमा चाहिँ एकदम लोड पर्छ। अनि त्यसपछि चाहिँ हामीले यसलाई यो अप डाउन यो मोमेन्टममा ट्रेन गर्यो भने चाहिँ हाम्रो यो फोरआर्मको मसल चाहिँ एकदम राम्रोसँग ट्रेन हुन्छ है त। सो ओके गाइज, अब चाहिँ लेट्स गो फर द फर्स्ट सेट अफ दिस फोरआर्म एक्सरसाइज। सुरु हुन्छ 12 रेप्सबाट। लेट्स गो। 3